हेलो एभ्रिवान, नमस्ते। यो चाहिँ हामीले रातिको 2 बजे हाम्रो छोरी साइराको लागि यो सरप्राइज गर्नको लागि चाहिँ हामीले यो टेन्ट तयार गर्दैछौँ। यो टेन्ट चाहिँ साइरालाई एकदमै धेरै मन परेको भएको कारणले गर्दा जहिले पनि टेन्ट किनिदिनु मामु भनिराखेकी थिइन्। अनि त्यसपछि मलाई सरप्राइज चाहियो भनेको भएर भोलि स्पेसल डे, किड्स डे भएको कारणले गर्दाखेरि चाहिँ हामीले रातिको 2 बजेसम्म बसेर अब रेस्टुरेन्टबाट जाँदा फ्रेस हुँदा ओर्दा ढिला भइहाल्छ। यो राति 2 बजेसम्म हामी बसेर चाहिँ किड्स डेको लागि चाहिँ छोरीलाई यो सरप्राइज गर्नको लागि चाहिँ यो हामीले तयारी गरेका छौँ। यो अलमोस्ट रेडी पनि भइसकेको छ। अब हामी आफू पनि फ्रेस हुने बेला पनि लगभग भएको छ। बाबा चाहिँ फ्रेस भइसक्नु भयो, मेरो अझै पालै छ। र हामीले चाहिँ यो छोरीको खुसीको लागि चाहिँ यति गरिरहेका छौँ। यो फाइनल्ली यो रेडी भयो, यहाँले देख्न सक्नुहुन्छ। अब हामीले चाहिँ वेट गरिरहेछौँ साइरा कति खुसी हुन्छन् भनेर, एक्साइटेड पनि एकदम छिन् होइन। अनि साइराको चाहिँ प्रतिक्रिया कस्तो हुन्छ बिहान भनेर चाहिँ हामी धेरैजना हामी नै एक्साइटेड भइरहेछौँ क्या। साइराको